ए बुढो भन। बुढी ठुलो कि पैसा ठुलो? बुढी ठुलो नि। कसरी पैसा ठुलो भन्छ नि त सबैले। अब पैसा त आफूसँग छैन भने साथीभाइले ल मसितबाट लैजा, तसँग हुँदा फिर्ता दे, समाजले साथीभाइले छरछिमेकले ल त तसँग पैसा रहन्छ पैसा लिएर जा अनि हुँदाखेरि फिर्ता गर्दे भनेर भन्छन्। ल त कुन लठेउराले आएर भन्छ ओइ ल तसँग बुढी रहन्छ मेरी बुढी लिएर जा अनि तेरी बुढी नपाउन्जेलसँग केही समय काम चला अनि फिर्ता गर भनेर भन्छ कसैले? हो त्यही भएको भएर बुढी ठुलो। पुरा सुरा बुझ्न परेन। रोक्देऊ छोरो। अनि बाबा भन छोरो। अनि बुढी ठुलो हुने भयो त त्यसो भए अब तीज आउँदैछ, मम्मीको लागि हजुरले के सामान किनिदिने सोच्नु भएको छ नि त? अब यो माल्टामा म उसलाई कहाँ के लिएर किनिदिउँ त नि? हाम्रो नेपाली सामानहरू कहाँ गएर कसरी किनौँ त नि उसलाई मैले? छोरो कुरो बुझ न। यत्रो 5 वर्ष बसेर नि तपाईँलाई थाहा छैन? नेपाली पसल माल्टामा छ नि, झन् नेपाली पसल त 3 ठाउँमा छ यहाँ। अझै के भन्छ अरे एउटा हाम्रो यही नजिकै भयो, अर्को भनेको एमसीदामा छ, अर्को भनेको बिर्किरकारामा छ। त्यहाँ सम्पूर्ण नारीले लाउने जति चुरा पोते अक्रम बक्रम सबै पाइन्छ नि। अनि तपाईँलाई खानेकुराको लागि खाद्यान्नहरू पनि त्यही पाइन्छ। तपाईँलाई थाहै होइन कि? तपाईँले थाहा पाइ पनि लुकाउन खोज्दै हुनुहुन्छ मम्मीलाई सामान किनिदिनु पर्छ भनेर? छोरोलाई ढाँटम भनेको ढाँट्नै सकिन। ल साथमा तपाईहरु पनि माल्टामा हुनुहुन्छ, तपाईहरुलाई कहाँ पाइपर्छ? नमस्ते नेपाल मिनी मार्केट है, हमरुनमा छ, बिर्किरकारामा छ र एमसीदा जिरा हैन, यो 3 ठाउँमा छ है। यो 3 ठाउँमा छ। तपाईहरु पनि आउन चाहनुहुन्छ भने जहाँ पाइपर्छ त्यहाँ आउनु होला। तपाईलाई म एउटा पसलको भिडियो देखाउँछु, ल मेरो पछि आउनुस्। तिमी घुम्छौ रे गाउँ गाउँमा, तिमी डुल्छौ रे ठाउँ ठाउँमा, लभ लेटर पठाउँछौ रे दुनियाँको नाउँ नाउँमा, दुनियाँको नाउँ नाउँमा। तिम्रो रूप कमाल कमाल कमाल, तिम्रो केस कमाल कमाल कमाल, तिम्रो रूप कमाल, तिम्रो केस कमाल, तिम्रो नजर कमाल कमाल। म तिम्रै राजे समाल, ओ निरुता तिम्रै राजे समाल, म तिम्रै राजे समाल, ओ निरुता तिम्रै राजे समाल। कपालमा हामी परियो माया जालमा, दिल बस्यो तिम्रो कपालमा। एकै साथ गर्ने हो सुटिङ पोखराको फेवातालमा, पोखराको फेवातालमा। हाम्रो चाल कमाल कमाल कमाल, हाम्रो हाल कमाल कमाल कमाल, हाम्रो चाल कमाल